नमस्कार विद्यार्थी भाइ बहिनीहरू, यहाँहरूलाई स्वागत छ ब्याक टु क्लासमा। आज हामी यहाँहरूसँग यो एपिसोडमा प्रश्न नम्बर 32 मा भेक्टर जियोमेट्रीबाट सोधिने प्रश्नका बारेमा छलफल गर्दैछौँ। विद्यार्थी भाइ बहिनीहरू, यहाँहरूलाई थाहा नै छ भेक्टर जियोमेट्रीबाट थ्योरममा आधारित प्रश्नहरू सोधिनेछन्। यसका लागि यहाँहरूले मिड पोइन्ट थ्योरम, सेक्सन थ्योरम अनि ट्रायंगल रिलेटेड मिड पोइन्ट फाइन्डिङ थ्योरमहरुका बारेमा राम्रोसँग पढ्नु भएको छ भने यहाँबाट सोधिने कुनै पनि प्रश्नको यहाँहरूले हल गर्न सक्नुहुन्छ। यहाँहरूले कुनै पनि प्रश्नलाई ओरिजिनको बेसमा पनि हल गर्न सक्नुहुन्छ। यहाँहरूले भेक्टर बेसमा पनि हल गर्न सक्नुहुन्छ। जुनसुकै विधि यहाँहरूलाई सजिलो लाग्छ त्यो विधिबाट यसलाई हल गर्न सक्नुहुन्छ। प्रश्न नम्बर 32 मा यो भेक्टर जियोमेट्रीबाट जहिले पनि एउटा प्रुभिङ, कहिले प्यारालोग्रामको मिड पोइन्ट जोइनिङ वा क्वाड्रिलेटरको मिड पोइन्ट जोइनिङ प्यारालोग्राम हो भनेर प्रुभ गर्ने सोध्न सकिन्छ। सेक्सन फर्मुलासँग रिलेटेड सोध्न सकिन्छ। सेन्ट्रोइड फर्मुलासँग रिलेटेड सोध्न सकिन्छ। यहाँहरूले त्यसका सम्बन्धमा आफ्नो भेक्टर जियोमेट्री, आफ्नो टेक्स्ट बुकमा भएका भेक्टर जियोमेट्रीका थ्योरमहरुमा आधारित भएर प्र्याक्टिस गर्नुभयो भने सजिलै यसको हल गर्न सक्नुहुन्छ। हामीले एउटा बोर्डमा यहाँहरूलाई सोध्न सकिने खालको नमुना प्रश्न लिएर उपस्थित भएका छौं। यसको हल कसरी गरिन्छ अब यहाँहरूलाई हामी देखाउने छौं। विद्यार्थी भाइ बहिनीहरू, हामीलाई भनेको छ प्रश्नमा इन द गिवन फिगर E and F are the midpoint of AB and AC respectively. Write the relation of EF and BC by vector geometry भनेको छ। अब यहाँहरूले यसलाई एउटा कन्स्ट्रक्सन गर्न लेट OB ओरिजिन गरेर तपाईले यसलाई OA vector be the position vector of point A, OB vector be the position vector of point B and OC vector be the position vector of point C गर्न सक्नुहुन्छ। त्यसैगरी OE be the position vector of point E which is the midpoint of AC and OF be the position vector of point F which is the midpoint of AC गर्न सक्नुहुन्छ। यहाँ अब दिए अनुसार E and F are midpoint of AB and AC respectively भनेको छ। तपाईले सोलुसनमा यहाँ लेख्न सक्नुहुन्छ। के भनेर लेख्न सक्नुहुन्छ? लेट OA vector is equal to A vector, OB vector is equal to B vector and OC vector is equal to C vectors are the position vectors of vertices A, B and C of triangle ABC। अब यसपछि तपाईले के गर्नुस्? अगेन लेट OE vector and OF vector are the position vectors of point E and F which are mid points of side AB and AC of triangle ABC भनेर लेख्न सक्नुभयो। यो लेखिसकेपछि अब यहाँले OE vector is equal to OE vector E is the midpoint of side AB हो। by midpoint formula OE vector is equal to के गर्न सक्नुहुन्छ? यहाँले OA plus OB vector by 2 गर्न सक्नुहुन्छ। दैट इज यो भने A vector plus B vector by 2। यो के गरेको? युजिङ NP फर्मुला, युजिङ midpoint फर्मुला सक्नुहुन्छ। त्यसैगरी अब OF भेक्टर भने यहाँले के गर्न सक्नुहुन्छ? OA भेक्टर प्लस OC भेक्टर बाइ 2 गर्न सक्नुहुन्छ। यो भने A भेक्टर प्लस C भेक्टर बाइ 2 गर्न सक्नुभयो। यो नि के गरेको? युजिङ midpoint
फर्मुला अब हामीलाई रिलेसन इएफ र बिसी को निकाल्नु पर्ने भयो र हामीले यहाँ इएफ भेक्टर यहाँलाई थाहा छ पोजिसन भेक्टर अफ इएफ भनेको ओएफ भेक्टर माइनस ओई भेक्टर हुन्छ यहाँले पढ्नु भएको छ यो पोजिसन भेक्टरको अब ओएफ भेक्टर भने तपाईसँग के छ ए भेक्टर प्लस सी भेक्टर बाई 2 छ माइनस यो के छ ए भेक्टर प्लस बी भेक्टर बाई 2 छ राइट अब यसलाई हेर्नु त यो के गर्न सक्नुभयो यहाँले ए भेक्टर प्लस सी भेक्टर माइनस ए भेक्टर माइनस बी भेक्टर ल अब यो भने के भयो त तपाईँको ए र ए क्यान्सल गर्नुभयो यो भने के भयो त 1/2 सी भेक्टर माइनस बी भेक्टर गर्न सक्नुभयो कि सक्नु भएन और इएफ भेक्टर इज इक्वल टु के भयो त तपाईँको 1/2 सी भेक्टर भने के छ माथि हेर्नुहोस् ल ओसी भेक्टर माइनस यो भने के छ ओबी भेक्टर ओसी भेक्टर माइनस ओबी भेक्टर भने के हो बीसी भेक्टर यहाँलाई थाहा नै छ यो ल हेर्नु त सिन्स के आयो यहाँ इएफ भेक्टर इज इक्वल टु हाफ अफ बीसी भेक्टर सो बीसी प्यारलल टु इएफ व्हाट इज द रिलेसन बिट्विन इएफ एन्ड बीसी भनेको छ if one vector can be expressed scalar times another vector then these two vectors are said to be parallel to each other भनेर यहाँले राम्रोसँग पढ्नु भएको छ सो EF vector parallel EF side EF is parallel to BC भनेर यहाँले रिलेसन लेख्न सक्नुभयो यसरी भेक्टर जियोमेट्रीबाट यस्तै खालका हामीलाई मिड पोइन्ट थ्योरम युज गर्ने यस्ता खालका समस्याहरू हल गर्ने खालका प्रश्नहरू आउँछन् यसलाई सबैभन्दा बढी विद्यार्थी भाइ बहिनीहरूले यहाँहरूले 4 वटा थ्योरममा बेस मिड पोइन्ट थ्योरम सेक्सन थ्योरम अनि त्यसपछि सेन्ट्रोइड थ्योरम अनि क्वाड्रिलेटर विथ प्यारालोग्राम प्रुफ गर्ने थ्योरमहरुमा बेस गरेर कहिलेकाहीँ यहाँहरूलाई के नि सोध्या हुन्छ भने प्रुफ बाइ भेक्टर मेथड द डायगोनल अफ प्यारालोग्राम बाइसेक्ट इच अदर भनेर सोध्या हुन्छ कहिलेकाहीँ प्रुफ बाइ भेक्टर मेथड द गिवन क्वाड्रिलेटर इज रेक्टेंगल भनेर सोध्या हुन्छ प्रुफ बाइ भेक्टर मेथड गिवन क्वाड्रिलेटर इज स्क्वायर भनेर सोध्या हुन्छ यसको सबै प्रपर्टिजहरु यहाँहरूलाई थाहा भयो र भेक्टर विधिबाट यहाँहरूले समस्या समाधान गर्न खोज्नु भयो भने यहाँहरूले सजिलै सक्नुहुन्छ सकेसम्म यहाँहरूले चाहिने पोजिसन भेक्टरलाई युज गरेर सल्भ हुने हिसाबहरूलाई पोजिसन भेक्टरका माध्यमबाट सल्भ गर्नुभयो भने सजिलै यहाँहरूले सबै समस्याको हल प्राप्त गर्न सक्नुहुन्छ बस यसका लागि यहाँहरूसँग भेक्टर जियोमेट्रीको परिभाषा भेक्टर जियोमेट्रीका साध्यहरू राम्रोसँग आउने हुनुपर्दछ हामी विद्यार्थी भाइ बहिनीहरूलाई भेक्टर जियोमेट्रीका 10-12 वटा साध्यहरू राम्रोसँग पढ्ने र त्यससँग अन्तर सम्बन्धित अभ्यासहरू गर्ने र ती अभ्यासहरूमा कुनै समस्या भए हामीलाई ब्याक टु क्लासमा हाम्रो युट्युब च्यानल अनटिभी नेपाल र हाम्रो वेबसाइट ontvnepal.com मार्फत सब्स्क्राइब र कमेन्ट गरेर यहाँहरूको जिज्ञासा मेटाउनु हुन हामी अनुरोध गर्दछौँ आजको एपिसोड यति नै अब हामी अन्तिम एपिसोड अर्को एउटा प्रश्न नम्बर 33 जुन चाहिँ नि ट्रान्सफर्मेसनबाट हामीलाई प्रश्न सोधिनेछ ट्रान्सफर्मेसनको प्रश्न लिएर हामी विद्यार्थी भाइ बहिनीमाझ अर्को अन्तिम एपिसोडका लागि उपस्थित हुनेछौँ आजको एपिसोड यति नै यहाँहरूको दिन शुभ रहोस् यहाँहरूको परीक्षा राम्रो होस् यहाँहरूलाई हामीले झन्नै धेरैवटा एपिसोड 28-29 वटा भन्दा बढी एपिसोडमा यहाँहरूसँग बसेर प्रश्न ग्रुप ए देखि ग्रुप बी ग्रुप सी र ग्रुप डी का सम्पूर्ण प्रश्नहरूको अभ्यास गर्ने तरिकाहरू यहाँहरूलाई सिकायौं यहाँहरूलाई यो तरिका कस्तो लाग्यो यहाँहरूले कमेन्ट र सब्स्क्राइब गर्नुभयो भने आउँदा कक्षाहरूमा हामीले अरु विद्यार्थीहरूका लागि सञ्चालन गर्ने कक्षाहरूमा अझ धेरै सुधार गरेर अझ राम्रो परिष्कृत ढंगले हामी यहाँहरूलाई सामग्रीहरू पस्किने छौं अब यहाँहरूसँग अन्तिम एपिसोडमा प्रश्न नम्बर 33 को लागि ट्रान्सफर्मेसनमा भेट हुनेछ हस्त विद्यार्थी भाइ बहिनीहरू आजको कक्षा यति नै यहाँहरूको दिन शुभ रहोस् हस्त धन्यवाद नमस्कार